हेलो टासीदेले नमस्ते। आज हामी अब बुढाबुढी या समिति घुम्नु जाने भनेर निक्लेको घरबाट भर्खर। अब पहिलोचोटि जाँदैछ, फर्स्ट टाइम जाँदैछ हामी। कस्तो छ कुनै एकदम पहिलादेखि इच्छा गरेको यो समिति भनेर 5-6 वर्ष भयो हामीले ताकेको जानु सकेन। ल अब यहाँबाट 5 आवर्स हाम्रो होटल अस्ति नै बुक भयो, अनलाइन बुक गर्यो। एकदम महँगो पर्ने रहेछ यो चाहिँ। अब स्प्रिङ सिजन महँगो पर्ने रहेछ, पहिल्यै नै बुक गर्नुपर्ने रहेछ है साथीभाइहरू। त्यहाँ जानु छ भने यो अलि ढिलो बुक गरे पनि होटलहरू महँगो पर्ने रहेछ। यहाँदेखि 5 आवर्स ड्राइभ गरेर जाँदैछ। होटल आइपुग्यो। यहाँ पार्क गरौँ। होटलको अगाडि थ्रिफ्ट स्टोर छ। के थ्रिफ्ट स्टोर चाहिँ अन्त स्टोर हैन, स्टोर हो। म त मन पर्छ। ल अब म रेजिस्ट्रेसन कोठाको चाबी लिन जानुपर्छ। उज्यालो हुँदैछ है। आमा नि ज्याला थाइन। आमा दिदा दे पारेन्ट डाला। टनलाई टनल जस्तो छ त्यो। है आमा नि ज्याला इसे दिमी दे दिदो त। पेन्डिङ थियो त। पेन्डिङ गरेको जस्तो देख्छ। अब हामी त अब राम्रो मिलाएर खिचे है। ओ माय गॉश। टनल आयो। यहाँबाट भ्यू टक्क देख्दो रहेछ नि। Yes, tunnel view. खासै छैन। निकै लामो रहेछ त है टनल त। अन्त यहाँ निस्किने बित्तिकै त्यहाँदेखि चाहिँ पार्किङ छ ओ भाइ ए एने खुसी भएको। भ्यू हेर्ने खुसी भएर टनल लाग्यो। के अरे यो गरेको हरन बजाएको। ओ माय गॉश। तपाईको त्यो लामो खिच्नु? लामो खिच्छ। ल मेरो त अब उयो भएर फेरि वाउ के ससो लाग्यो ल। क्या दामी है। स्पिड कुदायो त्यसले। कस्तो दामी बनाएछ। ओ माय गॉड। यो कस्तो बनाउनु मान्छेहरू पुरा। अब यहाँबाट दामी स्वाट उज्यालो भएदेखि स्वाट भ्यू दामी देखिन्छ नि। पानी चुन्दैछ क्या। यहाँबाट अब यहाँ चाहिँ बिस्तारै पाक गरेर भ्यू टक्क देखिने। ओ माय गॉड ओ माय गॉड समिति टनल भ्यूमा आइपुग्यो। तर यहाँ पार्किङ पाउनु गाह्रो हुँदो रहेछ। यो पार्किङ नै छैन यार। हाम्रो सबजना पार्किङको लागि घुम्दैछ। यस्तो छ यहाँको दृश्य। स्थिति यस्तो छ के गर्ने। पुरा पार्किङ नै प्याक भएछ, पार्किङ नै पाएन। यी मान्छेहरू सब फोटो खिच्नलाई बसेछ है। यो समितिको भ्यू यस्तो छ। अर्ली इन द मर्निङ 4 बजे उठेर आएको। बिहानको भ्यू यस्तो छ है। बिहानको दृश्य। छैन त क्यामेरा त्यतिकै छोडेको। क्यामेरा मान्छेले चोर्छ अन्त। फल्स देखाउँछु है। फल्स क्या दामी।
Yosemite Falls. 통이 되고요. 아주 장부 휴스. 지소. 와라 Falls. 저게 수정아와르샤. 저게 수정아와르샤. 장을 통해 서 दिकिली चिया बनाउँदैछ या योसेमिटी टनेल भ्यूमा हामी चाहिँ अहिले टनेल भ्यूमा छ अनि 추제 가졌으면 버렸던다. 추제 나와. 3:30 मा उठेर आको यहाँ 5 मा आइपुग्यो अन्त उज्यालो पनि भयो ओ फल्स देख्दै छ मान्छेहरु यहाँ टनाटन सबजना आएछ पार्किङ पाउनु एकदम गाह्रो भयो बिहानको दृश्य हामी चाहिँ बिहान आइपुग्यो यस्तो गरे यहाँ पनि एउटा फल्स रहेछ यहाँ सानो ए यहाँ पनि रहेछ नि यो सानो रहेछ यहाँ मान्छे छ मिला र मिला भयो अब यो खिच्दै छ बाटो मी मागु दु लाग्यो खासै नि चाहिँ मनी मसेसे गाडी ठीक गरेछ तिनीहरुले ए रहेछ नि राख्ने ठाउँ तलबाट हिँडेर आउँदैछ ए टन्नै भइसकेछ है गाडी त नि यिनीहरु सबै हामी जस्तै 3 बजे उठेर आएको त प्याक भएछ नि क्या दामी ओ माय गॉश 당은 또 저기에다 Yosemite माथि फल्स yes तिमीले फल्स हेर्दैछ कि यहाँ हेरेर खिच्दैछ ओ यहाँ पनि रहेछ नि रोक्ने ए यो फल्स हेर्ने होला फल्स हेर्ने यहाँ नजिकबाट ल यस फेरि यहाँ हेर्नु पर्यो फल्स रहेछ पार्किङ छ या 당은 또 फल्स ताका दुगे भित्र पसेर हेर्नु है यस Now wow we are next to the falls. Wow. खिचै सबै खिचै खिच्दै छु यहाँ पार्किङ रहेछ oh lots of parking you can park here but I can park here yeah falls 宁家了一些个 life the first time 同学也的那 falls 全部ल हामी चाहिँ यहाँ फल्समा आइपुगेको अवस्था हो यहाँ मेरो पछाडि फल्स देखाउँदैछु तपाईलाई नजारा यस्तो छ यहाँको ओ माथि यहाँको नजारा यस्तो छ है खै तिमी के गर्दैछ What are you doing here अन्त हामी कहाँ आइपुग्यो अरे भन त Yosemite यहाँ चाहिँ पार्किङ प्रशस्तै रहेछ पर त पार्किङ नै नपाएर ल आफ्नो गाडी यहाँ पार्क गरेर दृश्य यस्तो छ है आम्मामा रुखहरू एकदम अल्गो अल्गो रहेछ पहाड माथि क्या दामी तपाईहरुलाई अब फल्स देखाउन गइरहेछ फल्सको वरिपरि यस्तो छ यहाँको रुखहरू कस्तो अल्गो अल्गो रहेछ भ्यू हेर्नुहोस् ए फल्स Yosemite फल्स हो नि वाउ what a beautiful
अब हामी क्लोजमा जान्छौँ त्यहाँनिर अलिकति नजिकमा गएर खिच्छौँ इन्फर्मेसन सेन्टर जस्तो ए ब्राइडल भेल फल्स यो भयो भने अर्को वे अफ लाइफ कन्टिन्युज कुनै के अरे अन्त यसमा भ्याली चाहिँ अब हामी चाहिँ यहाँ जानु लागेको अहिले चाहिँ अन द वे चाहिँ यो फल्स देख्न पाइँदो रहेछ पधारिए चलो बाटो यस्तो रहेछ है खण्डै यागु त लङ्गा आम्मा यस्तो चिसो है हिउँ पर्दा त कस्तो चिसो के पो छुन्छ दिल गार्डन हो गया दिल गार्डन भयो यो बाटो चाहिँ हामी त्यो फल्स अघि मैले देखाएको त्यो फल्स को मुनि जाने बाटो हो यस्तो रहेछ गार्डन हो गया भन्छ मान्छेहरू ओभर एक्साइटेड भएर ब्रिज दामी रहेछ है ब्रिज मजाको बनाएछ ओ यहाँ बस त कथा यस्तो छ है यो समिति फल्स देखा क्यामेरा वाउ अब हामी एकदम नजिकमा आएको छौँ फल्सदेखि नजिकमा आयौँ नजिकमा आइपुग्यो हामी हो अब त्यो खोला त्यो माथिको पानी खोला यस्तो भएर आउँदो रहेछ ए चल यहाँ चाहिँ भिज्छ क्या अब यहाँ टोपी लाउनुपर्छ अब हामी एकदमै फेदमै पुगिसक्यो त्यो फल्सको फेदमा पुगिसक्यो त्यहाँनिर अब अलिकति वाटरप्रुफ ज्याकेट लाएर आएको हो यहाँ चाहिँ वाटरप्रुफ ज्याकेट लाएर आउनु पर्ने रहेछ यसको फल्सले गर्दाखेरि मिस्टले भिज्ने रहेछ ल साथीहरू हेरेर आइसकेछ अब खोइ हाम्रो मान्छे कहाँ हो तल हिँड्नु नसकेर कमान अब चाहिँ टोपी लगाऊ यहाँ भिज्छ अब ए एकदम छेउमा आइसक्यो है हामी यहाँबाट चाहिँ देखाउने छु तपाईँहरूलाई त्यो फल्स एकदमै क्लोजबाट ए माथि टुप्पोबाट यसरी झर्ना त्यसरी झर्दो रहेछ ए यहाँ त पुरा भिज्ने रहेछ नि
यहाँ बसेर हेर्ने रहेछ। वाउ माथि त्यहाँदेखि उता चाहिँ यस्तो दृश्य देखिन्छ। ओ अब घाम आइसक्यो। हामी एकदमै बिहानै आयौँ। यी हाम्रो मान्छे हेर्दैछ यहाँ उकालो। माथिको झरना यसरी झरेर आएर यसरी तलबाट छु 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 ओहो हो त्यहाँदेखि यहाँ सलसल ल बग्दैछ। यसरी बगेर जाँदैछ। यस्तो छ है यहाँको परिदृश्य यस्तो छ। ल साथीभाइहरू सबजना एक्साइटेड भएर हेर्दैछ। अब झरनाको दर्शन गरेर आयो। चिसो भएर आमामा हैरान। छवा दुधा टमाटो सल बग्दैछ यहाँ खोलाहरू। खोली सरर ए त्यहाँदेखि मुनि यसरी बगेर जाँदैछ। पछाडिको झरना हेर्नुहोस्। अब खै झरना हेर्नु त। झरना यहाँ समितिको झरना हेर्न आएको दुईजना हो। खिच्दै जाऊ अब सबै तिम्रो ड्युटी हो। अब यहाँ पुरा लाइन भएछ है। यहाँ लाइन भएर यहाँ खिच्ने रहेछ नि त। के चाहिँ लाइन होला यो है। ए पार्किङ गरेको छ त्यति चाहिँ घेस त यहाँ रक खिच्नुलाई हो। अहिले त रक त खाँदैन क्या निङ चिया त निमा स्या पनि आयो त खाली ज्याकेट पिकी ड्रायर निङ चिया चाहिँ त माय गॉश पार्किङहरु लेखेछ। नो पार्किङ लेखेछ कि पार्क गरेछ के गर्ने। छु निङ ज्याला छु त धेरै छ आउँदैछ यहाँ। तिमी छु हेर्दैछ भिडियोमा हेर्दैन किन त। दामी यता रोकेर खिच्नु पर्ला जस्तो छ। रोका देखा पानी देखिरहेको त के हुन्छ। अब पाउँछ उता जाउँ अब ढिलो हुन्छ। पहिला माथिको छ अब हेर्दै 7 बजिसक्यो। 8, 9, 10 बजी माथि पुग्नुपर्छ। अलिअलि छे अन्त यहाँ नि हिँड्नु ताकि त हिँड्नु न। अहिले तिनीहरूले डुलाउँछ होला क्या। दामी है। ए राते रोड वाउ सङ कस्तो दामी सिन आउँदैछ। जङ्गल खिच्दैछ कति दामी छ। सो ब्युटिफुल।
ठाउँ फेरि अर्कै रहेछ ऊ फल्स माथि यो उताबाट गाडी हिँड्दो रहेछ नि गरिन ठिकै छ फेरि अर्को फल्स रहेछ यो वाउ दामी यो पनि सानो तल अब यहाँ राखेछ कुकुर घुमाउ ल कुकुर घुमाउँदैछ भनेको यहाँ के छ खास नि कहाँ पाप्दा ती लेक धोदी हिँड्यो लेक यो चिचिले त अझ ती कति केपा गुवा चुवा आज कति घन्टा जानुपर्छ मान्छेसँग यहाँ फल्स रहेछ नि त्यो फल्स खिच्नु लाग्दैछ फल्स त थुप्रो पो रहेछ त है यस्तो फल्स त रहेछ नि चियाला फल्स बिच द्वार यहाँ रोक्ने ठाउँ छ tato tam छाची तो अन्त मासु उंगुरान ताना दे अहिले यिनाले देखाउँछ के टुरले देखेन भोलि बिहान आए हुन्छ नि चाहिँ हैन फेरि अनि त्यहाँनिर रोक्दै रोक्दै हेर्दै गयो यसम्म त्यो भ्याली लज हो यहाँ चाहिँ छातुंछ त स्यागरो नि र म्याप क्यान डु तिमी छ त्यो जानु पर्ने रहेछ हामी यहाँ पार्क रहेछ रोक्नु यहाँ खास के भन्नु पार्किङ राम्रो भएको ठाउँ के छ रोका ऊपर जाँदैछ अरे हैन पुगिसक्यो त अब त टिकट ल्याउनु पर्यो नि पहिला अहिले त खोलेको हुँदैन होला नि हेरौँ न अब के हुन्छ एक दिनमा घुमिसक्छ क्या हामी त है गाडी गाडी वक गर्ने ठाउँ रहेछ यहाँ फल त यहाँ फल रहेछ यसमती लज लतामती भ्याली लज उतै रहेछ लतामती लता मङ्गेशराई रहेछ यसमती भ्याली लज जानुपर्छ क्या हामी चाहिँ स्टारबक्सको लाइनमा ब्रेकफास्ट टाइम भएछ स्टारबक्सभित्र बसेको चिसो छ ढुङ्गा पुरा लाइन छ पुरा मान्छे पुरा आएको रहेछ स्टारबक्सको लाइन बस्नु पर्दैछ ब्रेकफास्ट सुरु भयो हाम्रो यम्मी कफी यसमती भ्याली लज पार्किङ भयो त्यसको ठिक्कै उतापट्टि भित्तामा चाहिँ दामी फल्स रहेछ ओ माथि अब त्यसको फेदमा जाँदैछौँ हामी ए यस्तो बबाल फल्स रहेछ नि वाउ यहाँदेखि क्रस गर्दैछ अब यो बाटो ओह डियर वाउ ओ माय गॉड इट्स क्रसिङ डियर हेर्नु न चारवटा डियर 4 डियर्स वाउ
डियर पनि यसरी घुम्दैछ है लक्कीली हामीले डियर पनि भेट्टायो अब क्लोजमा जाँदैछौँ हामी यसरी सबैजना गइरहेछ यो फल्स हेर्नु एकदमै मान्छेहरू गइरहेछ अब नजिक आए है हामी यस्तो छ है यहाँको दृश्य दामी टाउको माथि है यता माथिबाट आउँदै गरेको Whatever they can do with it, it's good. फेदमा आइपुग्न लाग्यो फल्सको फेदीमा ल मान्छेहरू त यहाँ टनाटन रहेछ नि आइपुग्यो हे हामी ल अब यहाँको दृश्य कस्तो रहेछ अब देखाउँदैछु तपाईँलाई ल हेर्नुहोस् अब वाउ यो चाहिँ हात मात्रै देखिँदो रहेछ यसको माथिबाट आउँदैछ खास चाहिँ ल अब यसरी त्यो खोल पानी चाहिँ यहाँ बगेर आउँदै चाहिँ यहाँ एउटा सानो पुल बनाएको रहेछ यो पुलबाट हेर्नु मिल्ने रहेछ यसरी यो ओह्रालो बग्दै गरेको यो चाहिँ माथिबाट आउँदै गरेको माथि चट्टानको बिचबाट झर्दैछ यो फल्स यसरी कल बगिरहेछ मान्छेहरू पुरा यो यसरी हेर्न आइरहेछ अर्को अपोजिट साइडमा त्यो पहाडहरू त्यहाँदेखि ओह्रालो यसरी बग्दै गरेको कति मजाले फेरि यहाँ के आयो एउटा सब यता हिँडेर जाँदैछ हेरौँ अब कता कता पुऱ्याउँछ फल्स हेरेर आएपछि चाहिँ यस्तो बाटो हिँड्नु पर्दो रहेछ सबजना यसरी आउँदैछ खै अब कता पुग्छ यो निस्किने ठाउँ छ कि छैन निस्किने ठाउँ त छ कि तर हाम्रो गाडी राखेको ठाउँमा चाहिँ कतिको टाढा होला त्यस्तै छ है चला मलाई हेर्दाखेरि लाङ्गा खाने याबुदो मजाको रहेछ बाटो पनि होइन दोङबुको बिचमा रुखको बिचबाट कस्तो मिलेको रुखहरू कति सफा पानी कल बग्यो एकदम रमाइलो रहेछ है आनन्द यो लकहरूमा हिँड्ने
क्रस गर्ने खेल्ने रहेछ यी